गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म बहिनीको घर जाँदैछु मर्लुङबाट मेहेले। बहिनीको घर चाहिँ मेहेले हो, मेरो घर चाहिँ मर्लुङ हो। मेरोदेखि अलिकति माथि पर्छ। तपाईँहरू देख्न सक्नुहुनेछ म बाटोमा बहिनीको घर जाँदैछु। अनि आज धेरै पछाडि लङ टाइम पछाडि म युट्युब भिडियो बनाउँदैछु। धेरै समयपछि अहिले बाटोमा छ, तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै घाम लागिरहेछ साथीहरू, गर्मी छ है। छाता ल्याउनु बिर्सेँ मैले फेरि बाटोमै। बहिनीलाई नभनिकन आएको सरप्राइज दिन्छु भनेर, तर छाता ल्याउनै बिर्स्यो साथी। त्यो भएको कारणले घाममा म पसिना चकचक हिँडिरहेको छु। फेरि यस्तो उकालो जानुपर्छ, यस्तो अलैँची बारी अम्लिसो बारी हुँदै उकालो जानुपर्छ, धेरै उकालो जानुपर्छ। अनि मासतिर निस्किसकेपछि चाहिँ अलिकति तेर्सो जानुपर्छ पुग्ने बेलामा। अहिले म तपाईँहरूलाई पुग्ने बेलामा पनि भिडियो बनाएर देखाउने छु नेक्स्ट भिडियोमा। अहिले चाहिँ म यो उकालो बाटो जानुपर्ने, तपाईँहरू देख्न सक्नुहुनेछ। कस्तो घाम लागिरहेको छ साथीहरू, एकदम गर्मी छ, बर्खा लागेको छ। सबैजना खेतबारीमा धमाधम काम गर्न सुरु गरिसकेका छन्। म चाहिँ थोरै काम भएको कारणले बहिनीको घर जाँदैछु आजै फर्किने गरी। अनि तपाईँहरू देख्न सक्नुहुनेछ यो कालो बाटो, घाम उस्तै है। गाउँघरमा यस्तै त उकालो ओह्रालो तपाईँहरू देख्न सक्नुहुनेछ। बाटो यस्तो छ हाम्रोतिर, तपाईँहरूकोतिर कस्तो छ? एकदम गर्मी छ साथीहरू, के गर्ने, हिँड्नै पर्यो। ल हेर्नुहोस्, यस्तो भिरालोमा हाम्रो चाहिँ, यस्तो भिरालो ठाउँमा चाहिँ कोदोको बिउ छरेको छन् साथीहरू हाम्रोतिर चाहिँ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूकोतिर कसरी छर्छन्। हाम्रो चाहिँ बाटोमा यस्तो भिरालोमा जङ्गलमा है, जङ्गलको बिचमा अलैँची बारी अम्लिसो घारीको बिचमा कोदोको बिउ छरेको छन् साथीहरू। तपाईँहरूलाई मैले देखाइसकेँ, बिउ पनि एकदम राम्रो आएको छ। फाइनल्ली गाइज म चाहिँ बहिनीकोमा आइसकेको छु। दोकान बन्द रहेछ, तपाईँहरू देख्न सक्नुहुनेछ। दोकान बन्द छ, म डाइरेक्ट घरतिर लागेँ। घरमा मैले फोन गरेको छुइनँ, साइलेन्ट जानु पर्यो। तँलाई सरप्राइज दिएको नि खेल्दैछ नानी।